हाई एभ्रिवान नमस्ते सो वेलकम छ हजुरहरूलाई मेरो मिनी ब्लगमा। सो आज चाहिँ भने हामी चाहिँ कहाँ जाँदैछ भने चाहिँ हजुरहरूलाई म यो चाहिँ काकाको म भन्नेछु। सो अहिले चाहिँ भने हामी चाहिँ सबैजना रेडी भएर चाहिँ निस्किसकेको छौँ। हामी चाहिँ तिनैजना ब्ल्याक छ है। यहाँ चाहिँ छ बाबा छोरी, वा कस्तो राम्रो देखेको। अन्त यहाँ हेर्नुहोस्, यहाँ चाहिँ आमा छोरी हो। मैले चाहिँ ज्याकेट बोकिरहेको छु भरे माथि नै लाउँछु हो, त्यो भएर चाहिँ यहाँ मेफियर आइपुगिसकेको छ। यताबाट जान्छ अदमपुर। जाम लाग्दा अब आइपुग्यो। हामी चाहिँ स्टेनियम हस्पिटल चाहिँ बल्ल आइपुग्यो। यति साह्रो जाम यहाँ चाहिँ पार्किङ पाउँदैन थियो। हामी चाहिँ आज बिहानै आएको कि हेरी तिमी घरबाट चाहिँ केही नखाइकन आएको थियो कि अन्त यहाँनिर चाहिँ एकदम बेसी भोक लाग्यो अरे यसलाई चाहिँ। ल अब चाहिँ भने हामी चाहिँ यहाँनिर नानीलाई खाजासाजा खुवाएर चाहिँ नानी भरेको हस्पिटल। ल यता यहाँ चाहिँ मैले चाउमिन बोकिरहेको छु। यो चाहिँ हो मेरो हस्बेन्डको लागि। यसले चाहिँ भनिराखेँ सबै देखाएर चाहिँ निस्किँदै गरेको हो यहाँबाट चाहिँ सोतेथाङबाट चाहिँ। सो यस्तो बेसी भिड होइन। भोक लागेर चाहिँ झन्डै मरिनँ म चाहिँ एकछिन। सो म चाहिँ किन हस्पिटल आएको भने चाहिँ यस्तो बेसी ढाड पोल्दै दुखेर होइन। अन्त मेरो चाहिँ खुट्टा पनि पुरा पोल्दै दुख्दै थियो होइन। अनि त्यो भएर चाहिँ अब सबै टेस्टहरू पनि गराइसक्यो होइन। सबै ठिकै नै रहेछ। सो अब चाहिँ हामी फर्किँदै गरेको, दबाईहरू किन्यो है अलिअलि। अब चाहिँ हामी एकछिन गान्तोक जानुपर्ने छ। भिडियो लामो हुने भएर चाहिँ गान्तोक गएको भिडियो चाहिँ नेक्स्ट पार्टमा आउनेछ साथीहरू। सो आजको भिडियो चाहिँ यति नै र यति भन्दै हजुरहरूबाट बिदा लिन्छु। अहिलेलाई चाहिँ बाई।